त्यसरी नै हामी माझमा उपस्थित सिक्किम क्रान्तिकारी मोर्चा स्टुडेन्ट्स विङ फर्मर प्रेसिडेन्ट श्री झट्टन शेर्पा सरलाई पनि हामी न्यानो स्वागत गर्न चाहन्छौँ। त्यसरी नै हामी माझमा स्टेट अर्गनाइजेसन सेक्रेटरी एन्ड प्रेस पब्लिसिटी श्री काशीजी भोटियालाई पनि हामी स्वागत गर्न चाहन्छौँ। र यसरी नै हामी माझमा उपस्थित सिनियर श्री मनोज तामाङ सर उहाँ हाम्रो सिक्किम गरिब जल कल्याण प्रकोष्ठका कोअर्डिनेटर पनि हुनुहुन्छ अनि साथसाथमा हाम्रो स्टेट लेभल कोचिङ विङका भाइस प्रेसिडेन्ट साथ हुनुहुन्छ। उहाँलाई पनि हामी न्यानो स्वागत गर्न चाहन्छौँ। र यसरी नै स्वागत सम्बोधन गर्दा समय लाग्ने रहेछ, यो घामले गर्दा पनि तपाईँलाई साह्रो पर्छ होला। र यसर्थ डिस्टिङ्ग्विस मेम्बर्स अफ सिक्किम क्रान्तिकारी मोर्चा पार्टी तपाईँलाई हामी एक एकजनालाई स्वागत गर्न नसक्दा पनि माफी माग्दै तपाईँलाई सम्पूर्णलाई एकै मुस्कानमा हार्दिक स्वागत तथा न्यानो अभिवादन गर्न चाहन्छौँ। र यसरी नै हामी माझमा नेता नलिनुहोला र यसरी नै तपाईँहरू सबैलाई म जानकारी गराउन चाहन्छु। आजभन्दा उसो हामीले दुईपल्ट यसरी सानो कोअर्डिनेसन मिटिङहरू यही जग्गामा यानि राबङ वरिपरि गरेका थियौँ र प्रथम हाम्रो कोअर्डिनेसन मिटिङ पनि यहीँ भएको थियो। त्यस दिन हाम्रा कति कमिटीहरू बनिएको छ र त्यस विषयमा म जान चाहने यहाँहरू सबैलाई ज्ञात भएकै कुरा हो। त्यसको बादमा फेरि हामीले एउटा सानो कोअर्डिनेसन मिटिङ गरेका थियौँ छुटेका कतिवटा कुराहरूलाई लिएर। अन्य कार्यकर्तागण सम्पूर्णलाई तपाईँहरूलाई एकमुष्टमा मैले स्वागत गरेँ। समय लामो जान्छ, त्यसर्थ सबैको पालन दिन छोजो लेख राबङला म आफ्नो कुरा